गाइज गुड मर्निङ है। विनोद भाइ अहिले हामीसँग छ कि अहिले अरूसँग जान पाउँदैन यो चाहे प्रोफेसर किन हुन्। लगेर यहाँ आज इन्टरनेसनल कन्फरेन्स यस्तो यहाँ पार्किङ यो साइड कन्फरेन्स यस्तो हो। अनि उहाँ फोटो खिच्दै विश्वविद्यालय सेन्ट्रल अफिस म पनि यता छु केटा। हेर्नु न केटा हो आजको बिहानीको सुरुवातीसँगै एसडब्ल्यू सेन्ट्रल अफिस थर्ड इन्टरनेसनल कन्फरेन्स आई डोन्ट नो अफ व्हाट बट यु हेरिटेज इनोभेसन एन्ड ट्रान्सफर्मेसन। एन्ड मी अल्सो ल केटा अब यहाँ भित्र गएर आज तिमीहरूले देखाउँछ के छ के गर्छ सबै। नमस्ते सर केटा हो। अब इन्ट्री हुँदैछ हामीहरू सेन्ट्रल अफिस भित्र आए। नमस्ते ठिकै छ सर ठिक छ सर। भोलिन्टियर गरेर छोडेर बाहिर फोटो खिच्न मलाई के हो वी आर लुकिङ फर आवर आइडेन्टिटी कार्ड आई थिङ्क आइडी कार्ड हो मेबी जाऊ न। A few moments later. हेलो गाइज आज हामी एफयुको रूपमा आएछ टप अफ द रूप। मेरो विनोद साथी फोन गर्दैछ म फोन उठाएर नि बोल्छु तिमीहरूसँग केटा। रो माथि आएछ माथि यस्तो यस्तो छ यहाँ ब्याग आइसक्यो है। विनोदले फोन गरेको थियो उठाएर ब्याग आइसक्यो हामी यहाँ यस्तो छ यहाँ माथि र केटा एफयुको सेन्ट्रल क्याम्पसको बिल्डिङ यस्तो छ यहाँ यस्तो लगाएछ उहाँहरूले। यो बाहिरतिर यस्तो छ सालगाडी। यो पनिकाको हेड है यहाँ पनिका योपट्टि पनिका हो त्योपट्टि अफिस हो योपट्टि पनिका अफिस हो। ल केटा हो अब हामीहरू यस्तो घुम्दै गरेको यहाँनिर हेर्दै गरेको अवलोकन गर्दै हामीहरू। उहाँ पियुष दाइ एकदमै टेन्समा हुनुहुन्छ अहिले। म यस्तै छु गाइस घुम्ने वाला नाम चेन्ज हुँदैछ यहाँ साथीहरू PIYUS मात्रै छ। अरे यार पनि मेरो हेर न भोजराज भट्ट लेखिदिएको छ यार गर्ने कि केटा। अब विनोद राज भट्ट आउँदैछ थोरै टाइममा त्यसपछि त्यो लगाउँछु म। उहाँ पुष्कर सरको त एकदमै रेडी हुनुहुन्छ उहाँ एकदम भोलिन्टियर पनि ल केटा हो अब भित्र गएर के हुँदैछ फेरि देखाउँछु म हजुरहरूलाई। स्पेसल प्रोग्राम भनेको इन्टरनेसनल कन्फरेन्स थर्ड इन्टरनेसनल कन्फरेन्स हो। यहाँमा हाम्रो एफयुमा यहाँ आज 23वटा देश पाल्नु भएको छन्। देशबाट विभिन्न रिसर्चरहरू पाल्नु भएको छन्। त्यति हो गाइज। त्यसपछि अरू के छ भने तल गएर म सबै देखाउँछु है। त्यो कोठामा आउँदैछ हाम्रो मेरो केटा अब हामी तल कन्फरेन्स रुममा जाँदैछौँ हामीहरू। यतैनिर उहाँनिर छ एउटा हल यहाँ यस्तो छ। हाम्रो साथी पुष्कर एकदमै टेन्स मुडमा छ हेर्नु नभएर छैन। ओके केटा हो अब यस्तो वासरुमतिर जाँदैछु है केटा हो। मनोदमै हान्दै यसरी हलभित्र गएर रिसर्चरहरू आफ्नो आर्टिकलहरूलाई प्रेजेन्ट गर्दैछन्। त्यसैले यहाँ फोटो सेसन हुँदैछ केटा हो। अब यो भाइ फोटोग्राफर यसपछि यहाँ भिडियो के भन्छ डान्स हुन्छ उहाँ फोटोग्राफर। हामीले फोटो खिचिसक्यो अब फोटो फेसबुकमा इन्स्टाग्राम टिकटकमा आउँछ है केटा हो। उहाँ चाहिँ श्रीलङ्काबाट प्रोफेसर फ्रम श्रीलङ्का। आई फरगट हिज नेम सरी फर द्याट। हाम्रो भ्लगमा दोस्रो दिन हो बिहे भएपछि है हजुर आई डोन्ट नो। अनि हेर है केटा यहाँनिर यस्तो अब यस्तो छ मेरो गएकोचोटि है यहाँ
सरहरू यहाँ हुनुहुन्छ म एक्लै यहाँ छु हेर केटा हाम्रो सर यहाँ के भन्छन् बिए भएपछि सेकेन्ड टाइम हो फर्स्ट टाइम हेर्नुहोस् कसरी मनाउनु पर्छ He is Mr. Ram Prasad Bhattacharya. भट्ट उपाध्याय नहीं भट्ट उपाध्याय Married. Uh. How do you feel after getting Married. very first marriage in your life? फर्स्ट में Very first marriage, yeah. He got. Wait, I will ask you During this something. 1 month period, how did you expect and how did you actually done with your exhibition? रब ने मिला दिया जोड़ी हमको I am fully ये टॉक इन नेपाली also if you are possible to talk in नेपाली yes guys अब हेर है जयन्त ग्यारेन्टी बाबा आउनु भयो ग्यारेन्टी सर ओ सर जयन्त ओ जैन सर भागिहाल्नु भयो भाले कपाल लाएर आएका छन् केटा हो अब यस्तै छ हाम्रो यहाँ अब डान्स प्रोग्राम हुँदैछ एआइपी को बिल्डिङ सेन्टर अफिस र खाने वालामा घोका रोटो भाले कपाल जैन सर के छ हजुरले रिपोर्ट बनाउनु भयो भोलिन्टर आई एम भोलेन्टर okay, sir. कहिले देख्यो तपाईँलाई एक कुरा सोध्नु अघि पाण्डेले होइन हजुर के त्यसको नाम पुष्करले हजुरलाई भन्नुभयो जानलाई हजुरले के भन्नुभयो बिहान त्यो भन्नु ल्याङ्ग्वेज हो नि तपाईँले यस्तो भन्नुभएको थियो भने कि त्यो कुर्ची सराउन म जाँदैन भन्नुभएको थियो भने त्यो पनि भन्यो भोलिन्टर त्यो भोलिन्टरको लागि मेरो टाइम छैन हामीले भोलिन्टर मात्र गरेर हजुरले रिपोर्ट बनाएर सिक्न बनाइसक्नुभयो फेरि रिपोर्ट बनाइसक्नुभयो त्यो भइरहेछ एआई चाहिँ The next day. अब हाम्रो नास्ता चलिरहेको छ यहाँ सन्तुको हेलो गुड मर्निङ सन्तु सर यहाँ नास्ता चलिरहेको छ अहिले बिहान मर्निङ पाण्डे रे ऊ पल्लोतिर खान्ला छ यार One eternity. अब हामी दिनमा अब 3 बजे आँट्यो हामीहरू यस्तो भिडियो बनाउँदा फोटो खिच्दा बाहिर आएको थियो अनि हाम्रो दिनेश सरले डिस्क्रिमिनेसन गर्यो है आज डिस्क्रिमिनेसन गर्यो कि नै दिनेश सरले बेकार है भैया मेरा टूट गया आज फिर से टूट गया कल भी एक बार टूटा था आज भी एक बार और टूट गया कल ऐसा हुआ था हार्ट ब्रेक कल तो पत्थर का ही बन जाऊंगा नहीं